नमस्कार, यहाँलाई स्वागत छ कार्यक्रम सचेतनामा। दर्शकवृन्द, आजको यस श्रृङ्खलामा हामीले कृषि क्षेत्रसँग सरोकारित रहेर चाहिँ कुराकानीहरू गर्न गइरहेका छौँ, जसमा आज हामीसँग अतिथिका रूपमा हुनुहुन्छ कृषि उद्यमी दीपक प्रसाद न्यौपानेज्यू। आजको यस श्रृङ्खलामा चाहिँ हामीले नेपालमा अहिले आएको जुन बजेट छ, यो आर्थिक वर्ष 2082-83 यो चाहिँ कतिको कृषि मैत्री छ र साथै भोलिको दिनमा नेपालका उत्पादनहरूलाई चाहिँ नि विश्व बजारसम्म फैलाउन अथवा भनौँ नेपाललाई चाहिँ कृषिमा आत्मनिर्भर हुने गरेर अगाडि बढाउनको लागि कसरी अगाडि बढ्नु पर्ला, औद्योगिक वातावरण सिर्जना गर्दै यो मुख्य रूपमा उत्पादनमूलक क्षेत्रलाई चाहिँ कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने लगायतका विविध सवाल उप केन्द्रित रहेर उहाँसँग चाहिँ हामीले कुराकानी गर्न गइरहेका छौँ र सो पूर्व यहाँहरूमा राख्न चाहन्छौँ उहाँको विषयमा तयार पारिएको एउटा छोटो भिडियो प्रोफाइल। दीपक प्रसाद न्यौपाने एक कर्मठ कृषि उद्यमी हुनुहुन्छ। पाल्पा जिल्लाको पूर्व खोला गाउँपालिकामा जन्मनु भई नवलपरासीको बर्दघाटमा बाल्यकाल बिताउनुभएका न्यौपानेले काठमाडौँलाई कर्मभूमि बनाउँदै कृषि उद्योग तथा उद्यमशीलताको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै आउनुभएको छ। देशको कृषिमा आत्मनिर्भरता ल्याउने उद्देश्यले जागिरी जीवन त्यागी आफ्नै व्यवसाय सुरु गर्नुभएका उहाँ एनसी एग्रोटेक इन्डस्ट्रिजका संस्थापक निर्देशक हुनुहुन्छ भने कृषक ग्रुप प्रालीका पनि सञ्चालक तथा सञ्चालक निर्देशक र एफएम इन्डस्ट्रीका साझेदार समेत हुनुहुन्छ। कृषि क्षेत्रमै समर्पित रही न्यौपानेले स्थानीय उत्पादनको उपयोगबाट विभिन्न वस्तुहरूको उत्पादन गरिरहनु भएको छ, जसमा औषधिजन्य गुण भएको राजा च्याउ उत्पादन, बाँसबाट विभिन्न प्रकारका सिन्काहरू, आफ्नै उद्योग साथै गाउँघरमा फालिएका तथा कम प्रयोगमा आएका जैविक वस्तुहरू सङ्कलन गरेर हाइजेनिक कोइला उत्पादन गर्दै आउनु भएको छ। त्यसो त उत्पादकदेखि उपभोक्तासम्म जोडिने प्रयास स्वरूप उहाँले सुप, अचार जस्ता नेपाली परिकारहरूको बजारीकरण समेत गर्दै आउनु भएको छ। व्यवस्थापनमा स्नातक गर्नुभएका न्यौपानेले व्यावसायिक क्षमता, सामाजिक उत्तरदायित्व र उद्यमशीलता तीनवटै पक्षमा सन्तुलन मिलाउँदै आफ्नो पहिचान बनाउँदै आउनु भएको छ। स्थानीय स्रोत र कच्चा पदार्थको उपयोग गरी कृषि तथा घरेलु उद्योगको माध्यमबाट देशलाई आत्मनिर्भर बनाउन उहाँ तल्लीन भएर लाग्दै आउनु भएको छ। स्वागत छ यहाँलाई कार्यक्रम सचेतनामा। नमस्ते। हाल केमा व्यस्त हुनुहुन्छ त? अहिले हामी एउटा कृषि सम्बन्धी उद्योगहरू चलाइरहेछौँ। त्यसमा चाहिँ हामी नेपालभरि नै कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ, कसरी हाम्रो उत्पादनहरू बजारसम्म पुर्याउन सकिन्छ, अनि नेपालमा चाहिँ एउटा च्याउ विशेष गरी च्याउ पर्छ कृषिमा हाम्रो, त्यसलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ राष्ट्रलाई भन्ने हिसाबमा नै हामी त्यसमा चाहिँ लागिरहेका छौँ। व्यावसायिक रूपमा चाहिँ अगाडि बढ्नु भएको छ होइन? हजुर। उद्योगहरू छन्, त्यस्तै अन्य व्यवसायहरू छन्। वास्तवमा अहिले औद्योगिक वातावरण चाहिँ कस्तो छ नेपालमा? यो छ दुईवटा विशाल देशको बिचमा हाम्रो नेपाल पर्छ, अनि त्यसले गर्दा औद्योगिक वातावरण बनाउनलाई चाहिँ नेपालमा चाहिँ त्यति सहज चाहिँ छैन। तर हामीहरूले चाहिँ त्यो हुँदाहुँदै पनि त्यसको उत्पादनहरू गर्नुपर्ने, उत्पादनलाई राष्ट्रसँग जोड्नुपर्ने, अनि ती उत्पादनहरू नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने अभियानमा लाग्नुपर्ने हुँदाखेरि त्यो चिजमा चाहिँ हामी जे जस्तो सक्छौँ अनुसन्धान गरेर केही चिजमा त हामी उद्योग त खोल्नु नै पर्ने हुन्छ। जान अनजानमा कति उद्योगहरू खुले बन्द भयो होला, तर हामीले चाहिँ विचार गरेर नेपालमा उद्योग खोल्नुपर्ने अवस्था भूगोल र जनसङ्ख्याको हिसाबले दुईवटा देशको बिचमा बसेर ध्यान दिनै पर्ने खालको तपाईँले उठाएको कुरा अनुसार गम्भीर छ। यहाँले त देशलाई चाहिँ आत्मनिर्भर बनाउने हिसाबले उत्पादनमूलक क्षेत्रमा चाहिँ लगानी विस्तार गर्नु भएको छ होइन? कस्ता खालका सामग्रीहरू चाहिँ यहाँहरूले उत्पादन गर्दै आउनु भएको छ? हजुरले भन्नुभयो, हामीले विशेष गरी कृषिसँग सम्बन्धित किसानहरूको धान काटिसकेपछि जुन परालहरू वेस्टेजहरू हुन्छ, गहुँ काटिसकेपछि त्यो गहुँको फेरि वेस्टेजहरू हुन्छ, कुखुरा पालिसकेपछि जुन सुलीहरू त्यो कुखुराको सुली निस्कन्छ, त्यस्ता किसिमहरूको मेटेरियलहरूलाई कलेक्सन गर्छौँ। ती कलेक्सन गरिसकेपछि त्यो कलेक्सन मार्फत चाहिँ हामीले मसरुमहरू उत्पादन गर्छौँ। त्यो मसरुमहरू उत्पादन गरिसकेपछि त्यसको वेस्टेजहरूलाई फेरि हामीले कोइला बनाउँछौँ, त्यो पनि कार्बन डाइअक्साइडलेस कोइला बनाउँछौँ। अनि विभिन्न किसानहरूको खेर गएको बाँसलाई लिएर आएर फेरि हामीले नेपाललाई सियो पनि बन्दैन भन्ने ठाउँमा टुथपिक पनि बनेका रहेछन्, बाँसका सिन्काहरू पनि बनेका रहेछन्। तीलाई फेरि हामीले नेपाललाई आत्मनिर्भर बनाउने अभियानमा नै फेरि त्यो पनि
सिन्काहरू, टुथपिकहरू, त्यसपछि मुढाका सिन्काहरू, धुपबत्तीका सिन्काहरू सबै बनाउने खालका प्रविधिहरू प्रयोग गर्छौँ र त्यो बाँसको वेस्टेजबाट जुन निकालिसकेको वस्तुबाट फेरि वेस्टेजबाट हामीले त्यसलाई पनि कोइला बनाउँछौँ। त्यो मसरुमको वेस्टेज र बाँसबाट निस्केका जुन वेस्टेजहरूबाट फेरि हामीले कार्बन डाइअक्साइड लेस कोइला बनाउँछौँ। अहिले विशेष गरी त्यो उत्पादनलाई चाहिँ 3टा विशेष गरी हामी जोडिरहेको छौँ। दुई ठुला देशबीच रहेर हामीले चाहिँ अगाडि बढ्दै गर्दाखेरिको अवस्थामा यो उद्यम अथवा भनौँ उद्योगलाई अगाडि बढाउनको लागि चाहिँ स्वयं पनि अनुभव गर्नुभएको होला होइन। बजार पाउने हिसाबले, मूल्यका हिसाबले यो प्रतिस्पर्धामा जान चाहिँ कस्तो अनुभव गर्नुभएको छ? अब त्यो विशाल देशहरूमा के छ भने कृषिलाई 40% 50% अनुदानको व्यवस्था छ। कृषक हाइटेक प्रविधिका कृषिमा ठुलो लगानी गर्ने खालका कृषकहरूलाई त्यसपछि फेरि राज्यले अरू संरक्षण गर्ने हुँदाखेरि राज्यले चाहिने जुनसुकै कुराहरू पनि उहाँहरूसँग बजारमा चाहिँ किनिदिने कुरादेखि लिएर उत्पादनलाई चाहिने सबै कुराहरूको संरक्षण गर्नेदेखि लिएर अनुदानको व्यवस्था चाहिँ ती देशहरूमा भएको कारणले गर्दा नेपालमा त्यो खालको परिस्थिति छैन। नहुँदाखेरि हामी 40% 50% त तपाईँको उहाँहरूको अनुदानमै नेपाली किसानहरू लड्नुपर्ने अवस्था छ। कृषि फेरि यस्तो चिज हो, एकैचोटि हजुरको चाहिँ राम्रो फल्न पनि सक्छ र एकैचोटि सबै चिज बिग्रन पनि सक्छ। अब कहिले मकैमा भुवा ला हुँदैन, कहिले केरा खेती गर्दाखेरि केरामा चाहिँ तपाईँको चाहिँ कोसारो नलागेको अवस्था आउँछ, कहिले धान खेती गरेर धान नफल्ने अवस्था पनि आउँछ। सबै चाहिँ एकैचोटि नष्ट पनि हुनसक्छ। कृषि एउटा जोखिम भएको कारणले गर्दा पनि र हामीलाई दैनिक रूपमा चाहिने आवश्यकताले गर्दा राज्यको पहिलो दायित्व भनेको कृषिमा उत्पादन गर्ने चिज नै हुनुपर्छ। किनभने त्यो चिज नभएसम्म चाहिँ देशले चाहिँ जनताहरूलाई चाहिँ राज्यले खाद्यान्नमा चाहिँ परिपूर्ति गर्न सक्ने सम्भावना पनि रहँदैन। अनि त्यो एक्सपोर्टको कुरा मात्रै नभएर राज्यको दायित्व पनि छ त्यसमा। अनि आफ्नो जनताहरूलाई कसरी त्यो चिजहरूबाट खाद्यबाट परिपूर्ति गर्ने भन्ने योजना राज्यको हुन्छ। त्यो कारणले गर्दा ती देशहरूले त्यो राज्यले त्यो खालको सोच भएको हुँदा त्यो उत्पादन गर्ने मान्छेलाई प्राथमिकता राखेको हुन्छ। अनि हाम्रोमा त्यो खालको परिस्थिति भएको छैन। अनुदान कुरा आउँछ, अब कतै जान्छ, कतै सिद्धिन्छ, अनि त्यसपछि विरोध हुन्छ, बन्द हुन्छ। ती कारणले गर्दा किसानहरूले उखु रोप्न छोड्नुभयो, दुधका किसानहरूले गाई भैँसी पाल्न छोड्नुभयो। अब ब्याङ्कमा सब्सिडी लोनका कुराहरू आउनुभएको थियो, ब्याङ्कबाट त्यो राज्यबाट त्यो पैसाहरू चाहिँ अहिले ब्याङ्कले नपाएको अवस्था छ। अनि कृषिमा बिमाका कुराहरू, पोलिसीमा केही कुराहरू आएका पनि छन्, राज्यले गर्न खोजेको पनि छ। तर राज्यमा बजेटको अभाव, अनि प्रत्येक वर्ष राज्यका नीति नियमहरू प्रत्येक बजेटले चेन्ज गरिदिने, मन्त्री पिछेका बजेटहरू आउने, अनि राज्य सरकार पिछेका चाहिँ नीतिहरू फरक हुँदाखेरि किसानहरू अन्यल हुन्छ क्या लगातार लगानी गर्नको लागि। र दीर्घकालीन योजना, दीर्घकालीन बजेटका कुराहरू, दीर्घकालीन भन्सारका कुराहरू, दीर्घकालीन राज्यका पोलिसीहरू आएन भने कृषिमा अलमल खालको व्यवस्था हुँदाखेरि राज्यहरू धेरै यो कृषि क्षमता हुँदाहुँदै पनि राज्य यसमा चुकेको छ भने हजुरले उठाउँदै गर्दा आज पनि मैले सधैँ चाहिँ धान र चामल मात्रै नेपालले 50 अरबको हाराहारीमा वर्षमा विदेश निर्यात गर्दो रहेछ भनेपछि कुनै बेला धान नेपाल आत्मनिर्भर थियो भने आज एउटै चिजमा धानको लागि र चामलको लागि मात्रै 50 अरब निकासी गर्दै गर्दा आज खाद्यान्नमा चाहिँ खरौँको पैसाहरू फलफुल तरकारी, माछा मासु अनि चामलमा मात्रै राज्यले आज चाहिँ खरौँ लगानी विदेश पठाउनु पर्ने अवस्था छ आयातमा भने राज्यलाई चाहिँ ठुलो नोक्सानी चाहिँ यसले पनि गरिसकेको छ। क्षमता हुँदाहुँदै पनि राज्यले चाहिँ व्यापार घाटा बेहोर्नु चाहिँ कृषिबाट ठुलो मात्रामा परिरहेको छ। 2082-83को चाहिँ बजेट सार्वजनिक भएको अवस्था छ। यहाँ त कृषि क्षेत्रसँग सरकारी हुनुहुन्छ होइन, सम्बन्ध राख्नुहुन्छ। वास्तवमा यो कृषिलाई जुन रूपमा चाहिँ हामीले प्राथमिकता दिँदै आइएको छ भन्ने कुराहरू चाहिँ सुन्छौँ। यो कृषि क्षेत्रलाई चाहिँ सरकारले प्रत्येक वर्ष होइन बजेट मार्फत चाहिँ केही न केही सम्बोधन गर्ने चाहिँ हिसाबले अगाडि बढेको चाहिँ देखिन्छ होइन। रासायनिक मलदेखि लिएर तपाईँको कृषिका अनुदानका कार्यक्रमहरूदेखि लिएर होइन विभिन्न बजारीकरणलाई पनि केही सहयोग पुग्ने खालका कार्यक्रमहरू होलान् होइन। समग्रमा चाहिँ कसरी हेर्नु भएको छ कृषि क्षेत्रलाई अहिलेको बजेटले चाहिँ कसरी सम्बोधन गरेको छ भन्ने लाग्छ यहाँलाई? हजुरले एउटा राम्रो कुरा उठाउनु भयो। अहिले सङ्घीय सरकारको बजेटहरू अस्ति जेठ 15 गते घोषणा भइसकेका छ। प्रदेश सरकारहरूको चाहिँ घोषणा गर्ने क्रममा छन्, अनि स्थानीय निकायकोहरू पनि आउनै बाँकी छ। तर सङ्घीय सरकारको बजेटको हिसाबले पोहोर सालको तुलनामा बजेट बढेको पनि छैन कृषि क्षेत्रमा। र अर्को कुरा उत्पादन, नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने हिसाबले जुन खालका कुराहरू बजेटमा सुन्ने पनि यथार्थमा 80-81 बजेटमा चाहिँ केही विदेश पठाउने फलफुल तरकारीहरूमा मुहर लगाइएको थियो फलफुल तरकारीमा। त्यसले गर्दाखेरि किसानहरू उत्साहित पनि भएका थिए।
किसान कृषिमध्ये लगानीमा पनि केही वातावरण बन्दै थियो त्यो वर्ष। अनि अर्को वर्ष फेरि 81-82मा फेरि त्यसलाई कटौती गरेर केही मात्रामा अग्रिम आयकर लगाउने भनेर फेरि मुवा कर 13% हटाइयो। त्यसपछि किसानहरू त्यति उत्साहित पनि थिएनन्, निराशा पनि थिएनन्। भने अहिले 82-83 बजेटमा आएर त्यो मुवा कर पहिल्यै हटाइएको थियो 13% आयातमा। यो वर्ष फेरि कृषिजन्य आइटमहरूको अरू फलफुल तरकारी दुधजन्य आइटमहरूमा फेरि त्यो अग्रिम आयकरहरू जुन लगाइएको थियो त्यो चाहिँ हटाइएको छ। अब यो साउनदेखि हटाइएको छ भन्ने कुराहरू बजेटमा आइरहेछ। अनि त्यो कुराहरूले किसानहरू निकै निराश भएका छन्। किनभने विदेशबाट आउने सामानहरूमा लाग्ने विभिन्न खालको भन्सारमा लाग्ने करहरू छुट जब सरकारले दिन्छ नि त्योमा ल्याउनलाई ठुलो प्रयत्न गरेर बल्ल बजेटहरू आएका हुन्छन्। भने त्यसलाई हटाउनु भनेको दुर्भाग्य हो। नेपाली किसानहरूलाई बिस्तारै आत्मनिर्भर नभएर त्यो आयात निर्भरलाई प्राथमिकता दिए जस्तो लाग्छ। त्यसले आज भन्दा पनि त्यसले भोलि ठुलो सम्भावना ठुलो जोखिम ल्याउने किसानहरूलाई देखिरहेछ नेपाली, र त्यसले नेपालको अर्थतन्त्रलाई पनि ठुलो समस्या देखिरहेछ। किनभने अहिले किसानहरू तुरुन्तै आन्दोलनमा आउने अरू जस्तो हल्ला गर्ने किसानहरू हुँदैन। किसानहरू आफ्नै खेतीपाती व्यस्त भएको कारणले गर्दा किसानहरूले त्यति धेरै बजेटमा शून्य अवसर पनि नपाएको हुँदाखेरि अहिले त्यो आन्दोलनको बाढी त आइसकेका छैन। तर यस्तै स्थिति आयो भने नेपालले भोलि किसानको आन्दोलन भनेको जहिले पनि बढी भएको तरकारी फलफुल फाल्ने आन्दोलन हो। यहाँ आएर कसैलाई चकाजाम गर्ने, हल्ला गर्ने, कसैलाई चाहिँ जुलुस निकाल्ने किसानले गर्दैन। दुध बढी भए फाल्छ किसानले, कि बाटोमा आएर फाल्छ कि आफ्नो गोठमै फाल्छ। तरकारी फलफुल बढी भयो कि बाटोमा फाल्छ कि आफ्नै खेतबारीमा फाल्छ। किसानको अहिलेको हिसाबले किसान मैत्री बजेट छैन। त्यो बजेट यस्तै स्थितिले गयो भने फेरि किसानहरूले आफूले उत्पादन गरेका चिजको बजार नपाउने र आयात निर्भर भई सप्लायर्सहरूले आयातलाई प्राथमिकता दिने र नेपाली किसानहरूलाई नहेर्ने अवस्था चाहिँ मैले अहिले बजेटमा चाहिँ यो अग्रिम आयकर जुन उहाँले हटाउँदै हुन्छ त्यसले चाहिँ समस्या निम्तनी भविष्यमा देखिरहेछ। जुन चाहिँ यो आर्थिक वर्ष 2082-83 को चाहिँ बजेट प्रक्षेपण गरिएको छ, यसमा चाहिँ नि नेपालमा रासायनिक मल कारखाना समेत स्थापना गर्ने भन्ने सन्दर्भ चाहिँ उल्लेख गरिएको छ हैन। सरकारले यो आफ्नो कार्यक्रममा चाहिँ अगाडि सारेको छ। विशेष गरी नेपाल जस्तो देशमा चाहिँ यो मल कारखाना खोल्नु कतिको उपयुक्त हो होइन, यहाँलाई चाहिँ के लाग्छ? नेपालमा पहिलादेखि नै रासायनिक मलको आयातबाटै नेपाल चलिरहेको थियो। धेरै पटकसम्म नेपालमा चाहिँ आफै रासायनिक मल बनाउने भन्ने विषयमा बजेटमा छलफल, विभिन्न नीति नियमहरू कुरा पनि भइरहेको हो। त्यो मलहरू त रासायनिक मलहरू विदेशबाट कतिपय ठाउँमा विभिन्न समस्या हुँदै पनि ल्याउने, नेपाली उत्पादनहरू चाहिँ बढाउने भन्ने हिसाबले चाहिँ नआएको होइन। तर अब त्यो गरिरहेको राज्यले त्यो नगर्दा पनि राज्यलाई अप्ठ्यारो सिचुएसन पर्ने हुँदाखेरि प्राङ्गारिक मलहरू चाहिँ बढाउँदै जाने, रासायनिक मल घटाउने भन्ने कुरा मन्त्रीजीबाट पनि बेला बेला आश्वासन आइरहेको हो। यतातिर 40 करोड छुट्याउँदै गर्दा त प्राङ्गारिक मलको त व्यवस्था त राम्रो देखिँदैन। अनि अरब पनि नपुगेको बजेटले त तपाईँ प्राङ्गारिक मलको त राम्रो लक्षण देखिएन। त्यो बजेटको ठुलो धेरै अभाव हो त्यो प्राङ्गारिक मलको लागि। यदि प्राङ्गारिक मलको लागि राज्यले बजेटहरू छुट्याएको थियो र भने चाहिँ प्राङ्गारिक मलको सम्भावना धेरै ठुलो हुन्थ्यो। त्यसमा कता कता राज्य चाहिँ बजेट अभावको कारणले पनि चुके जस्तो लाग्छ। हालैको बजेटमा चाहिँ आयातमा हैन, विशेष गरी यो तरकारीजन्य, दुग्धजन्य लगायतका कृषि उपजहरूको सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ नि अहिले अग्रिम आयकर चाहिँ हटाइएको अवस्था छ हैन। यसले गर्दाखेरि मुख्य रूपमा चाहिँ उपभोक्ताको नजरबाट हेर्दाखेरि चाहिँ यसले महँगी नियन्त्रणको लागि चाहिँ सघाउ पुग्छ भन्ने सन्दर्भ पनि उठान चाहिँ हुँदै आएको छ हैन। यो एक हिसाबले भन्दा यो सकारात्मक पनि होला। यद्यपि चाहिँ नेपालको जुन उत्पादनको हिसाबले कुरा गर्दाखेरि यो त्यति अनुकूल पनि नहोला हैन, यो प्रतिकूल पनि हुन सक्छ। यसलाई चाहिँ यो दुवै कोणबाट हेर्दाखेरि चाहिँ यहाँले यसलाई कसरी विश्लेषण गर्नुहुन्छ? यहाँको मूल्याङ्कन चाहिँ के छ? कतिपय कुराहरू हामीले उपभोक्ताको विषयलाई चाहिँ यदि नेपाली उत्पादनहरूले नै तपाईँको उत्पादन गर्न सक्यो भने त यहीँको नेपालीले रोजगार पाउँछ, यहीँको विद्युत खपत हुन्छ, यहीँको तपाईँको मलजलहरू जम्मै हाम्रो खेतबारीहरू प्रयोग भएका हुन्छन्। अनि खेती सुरु गरिसकेपछि एउटा खेती मात्रै गर्ने होइन, मान्छे दिन तहको त्यसैलाई प्रयोग गर्ने चाहिँ औजारहरू प्रयोग गरेका हुन्छ, म्यान पावर प्रयोग गरेका हुन्छ। त्यो चिजको त देशले त ठुलो क्षति पायो त एउटा कुरा। अरू कुरा हाम्रो देशमा तपाईँले भने जस्तो चिनमा र भारतमा जस्तो तुरुन्तै मूल्य घटिहाल्ने, उपभोक्ताले सहज फाइदा पाउने अवस्था देखिएको छैन। किनभने आज राज्यको नियन्त्रणमा कुनै पनि वस्तुको रेट कायम छैन। त्यसले गर्दा आज जस्तो चिनमै भारतमै पनि तपाईँको कुनै चिजको 2, 4, 5 रुपियाँ किलो त घटबड भए ठुलो हङ्गामा हुन्छ।
कसैले पनि हिम्मत गर्न सक्दैन। भने हाम्रो आज लसुन 150 रुपियाँ किलो छ भने भोलि 200 रुपियाँ किलो हुँदा पनि कसैले नियन्त्रण गर्दैन। प्याजमा पनि त्यस्तै, फलफुल तरकारी पनि त्यस्तै छ, कसैले पनि नियन्त्रण नगरेको हुँदा आम उपभोक्ताहरूले चाहिँ त्यहाँ केही घटाउँदैमा सहज सुविधा पाउँछन् भन्ने कुरा यो काल्पनिक कुरा मात्रै जस्तो लाग्छ मलाई। र अरू कुरा त्यो पैसाहरू हामीले यदि किसानहरूलाई नै तपाईँको चाहिँ त्यो बजेटमा एउटा छुट्टै शीर्षक राखेर त्यो आयकर भ्याटहरूलाई छुट्टै शीर्षकमा जम्मा गरियो भने त्यहाँ राज्यको पैसा सङ्कलन भएको हुन्छ। त्यो सङ्कलनबाट दुधका पैसा तिर्न बाँकी भएका, उखुका पैसा तिर्न बाँकी भएका, बिमाका पैसा तिर्न बाँकी भएका, ब्याङ्कका सब्सिडी ब्याजका तिर्न बाँकी भएका या किसानलाई अरू कुनै पनि अनुदान दिन पर्ने कुराहरूमा राज्यले त्यो बजेटलाई प्रयोग गर्यो भने राज्यले जसरी राजस्व वृद्धि गर्ने भनेको छ, जसरी कृषकलाई उठाउने भन्ने कुराहरू त उठ्ने राजस्व नै गुमायो भने राज्यले त्यो कहाँबाट खर्च गर्छ? बगैर राज्यसँग बसेको छ, राज्यले बजेट भाषणमा पास गरेका कुराहरू राज्यले नै दिन नसक्ने आत्मग्लानी राज्यलाई भइरहेको अवस्थामा आउने राजस्व नै गुमायो भने यता किसान मर्कामा पर्ने त उता राज्य पनि प्रत्येक वर्ष चाहिँ तपाईँको चाहिँ बगौदामै बढ्ने हिसाबले देखिँदाखेरि बजेट पनि असफल हुने खालका परिस्थितिहरू सिर्जना भएको हुँदाखेरि त्यतापट्टि राज्यले चाहिँ त्यो शीर्षकलाई बरु अर्कै शीर्षकमा राखेर उठाउन छोड्न हुँदैन भन्ने मेरो भनाइ हो। खासमा चाहिँ त्यसले किसानलाई पनि मात्रै लाभान्वित बनाउँदै राष्ट्रलाई पनि आत्मनिर्भरतिर लाने खालका योजनाहरू पनि बनाउन सक्थ्यो कि भन्ने कुरा। मुख्य रूपमा नेपालमा चाहिँ नि कृषकहरूले भोग्दै आउनु परेको समस्या भनेको चाहिँ नि यो एक त बजार नपाउने समस्या, अर्को चाहिँ मूल्य नपाउने समस्या, यस्ता खालका समस्याहरू चाहिँ मुख्य रूपमा चाहिँ देखा पर्दै आएका छन् हैन। यस्ता खालका चुनौतीलाई चिर्दै अगाडि बढ्ने सन्दर्भमा चाहिँ के कस्ता खालका कार्यहरू अथवा भनौँ सरकारले कसरी चाहिँ नि यस्ता समस्याहरूलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ त यहाँलाई? 3 तहको सरकार छ, 3 तहको सरकारको एकद्वार प्रणाली बनाउनुपर्छ। पहिला बनाइसकेपछि नेपालको उत्पादन गर्ने मेन कुराहरू के छ, कृषकहरूले उत्पादन गर्ने त्यो चिजको चाहिँ मूल्य कति उत्पादन हुँदैछ भन्ने कुरा उहाँहरूलाई पनि जानकारी हुँदैन क्या। 3 तहको सरकारले त्यसलाई एक ठाउँमा बनाइसकेपछि नेपालमा यति उत्पादन हुँदैछ, यति खपत हुन्छ, यति एक्सपोर्ट गर्ने हो, या त्यसलाई चाहिँ त्यसको बाई प्रडक्टहरू बनाउन सक्ने या त्यसलाई स्टोरेज गर्ने भन्ने किसिमको प्लानहरू राज्यसँग नहुँदा किसान आफैले उत्पादन गर्ने, आफैले बजार खोज्ने अनि आफैले आफ्नो मूल्य चाहिँ आफै नपाउने, त्यो कारणले गर्दाखेरि राज्यले त्यसपछि ठोस निर्णय नलिनाले अनि उत्पादन गर्दा किसानहरूको एउटै सिजनलमा सबै तयार हुन्छ। जस्तो सिजन हुन्छ नि त सबै चिजको, कहिले सुन्तला मात्रै उत्पादन हुन्छ, कहिले स्याउ मात्रै उत्पादन हुन्छ, कहिले तरकारी एउटै खालको तरकारी उत्पादन भएको हुन्छ, कहिले एउटै खालको फलफुलहरू उत्पादन भएको हुन्छ। त्यो चिजले गर्दाखेरि किसानहरूको एकैचोटि उत्पादन गर्ने चिजलाई राज्यले कन्ट्रोलिङ नगर्दाखेरि, त्यो चिजलाई व्यवस्थापन नगर्दाखेरि यो समस्याहरू आएको छ। त्यसलाई 3 तहको सरकारबाट नै त्यसलाई एउटा ठोस पहल गरेर हामी नेपालीलाई त्यो बेला खपत गर्ने चिजको पनि कति खपत गर्ने क्यापेसिटी छ नेपालीको, त्यसपछि फेरि हामी त्यसलाई एउटै ब्रान्डिङ गराएर कुन देशमा चाहिँ सप्लाई गर्न सक्ने त्यो राज्यको एउटै द्वारबाट एक्सपोर्ट गर्ने, नभए त्यसलाई फेरि बाई प्रोडक्टहरू बनाएर त्यसलाई चाहिँ हामीले स्टोरेज गर्ने व्यवस्था नभएसम्म र त्यसको मूल्यको त पछि कुरा हो कि बेच्नै नपाउने अवस्था पनि छ। किसानले कतिपय चिज त बारी हाल्नु पर्ने छ भने मूल्य त त्यसको मूल्य नै छैन, न्यून दरमा नै बेच्नुपर्ने हुँदा नै त्यसको समस्याहरू भइरहेछ। यो उत्पादनमूलक क्षेत्र कृषि क्षेत्र हैन, मुख्य रूपमा यसमा लगानी गरियो भने जस्तो दैनिक खपत हुने सामग्रीहरू चाहिँ कमसेकम विदेशबाट चाहिँ आयात गर्न नपरोस् भन्ने एक खालको त्यो थिममा आधारित रहेर सरकारले पनि कृषिलाई प्राथमिकता दिएको होइन, अनुदानहरू दिएको लगायतका चाहिँ विभिन्न प्याकेजहरू चाहिँ ल्याएको, इभन प्रधानमन्त्री कृषि कार्यक्रमदेखि लिएर विभिन्न कार्यक्रमहरू चाहिँ छन् हैन। यो समग्रमा चाहिँ कृषि क्षेत्रलाई जस्तै यहाँ त उद्योग सञ्चालन गर्दै आउनु भएको छ, जसले नेपाली स्थानीय चाहिँ नि मेटेरियलहरूलाई प्रयोग गर्नुभएको छ हैन, त्यस्तै यसको आफूले उत्पादन गरेका चिजहरूलाई बजारीकरण पनि गर्नुभएको छ। यसलाई समग्र सोरोडोलोमा हेर्दाखेरि नेपालको कृषि क्षेत्रलाई अब अगाडि बढाउनको लागि उद्योगसँग जोडेर अगाडि बढ्नको लागि के गर्नु पर्ला भन्ने लाग्छ यहाँलाई? एकदम गहन विषय उठाउनु हजुरले। नेपाल कृषि प्रधान देश हामी पढ्दै गर्दा पनि सबै कुरा हामी हुर्काउँदै गर्दा पनि थियो भन्नुपर्छ। तर नेपालको कृषि प्रधान देश बनाउनलाई असम्भव कुरा केही पनि होइन, किन प्रत्येक नेपालीसँग जग्गा जमिन छ अनि मान्छेहरू रोजगारको लागि चाहिँ विदेश गइरहेका छन्। रोजगारमा नेपाली युवाहरूको समस्या पनि होइन र नेपाली यस्तो मौसम भूगोल हो, एक वर्षमा 6वटा सिजन समेत नेपालले उत्पादन गर्न सक्ने, नेपालसँग त्यतिसम्मको उत्पादन गर्ने भूगोल छ। हिमाल पहाड तराई छ अनि सिँचाइ छ, पानी नेपालकै हामी धनीमा छौँ भनेपछि हामीहरूलाई त्यसको अभाव भएको होइन, नीति नियमको अभाव भएको, राज्यले कृषिमा
लगानी नगरे पनि भन्नु जति भाडा उति चोबरका हजुरले सुनाउनु भयो हरिहर भवन बिल्डिङै भवन छन्। अनि त्यसपछि कृषिको प्रधानमन्त्री आदिगढ परियोजना भन्नुभयो। नेपाल सरकारले नेपालभरि नै तपाईँको संरचनाहरू छ, कहीँ मत्स्य पालन भनेको छ, कहीँ धान बाली भनेको छ, कहीँ मकै बाली भनेको छ, कहीँ गहुँ बाली भनेको छ। ती सबै संरचना नभएको होइन, तर तिनीहरू चाहिँ अहिले खासै प्रयोगी भएको अवस्था छैन। नेपालका जति भाँडा उति चुबुर्का भने जस्तो सबै संरचनाहरूमा खर्च मात्रै भइरहेको छ अहिले पनि। तिनीहरूले न बिउ बनाएर गहुँको बिउ दिन सक्नु भएको छ, न धानको बिउ दिन सक्नु भएको छ, न मकैको बिउ दिन सक्नु भएको छ। सबै त्यो बिउहरू विदेशबाट आयात भइसकेको छ भने युवाहरू प्लान भइरहेको छ। र अर्को कुरा नेपालको किसानहरूको वर्गीकरण गर्नु खोजेको 6-7 वर्ष भइसक्यो, किसानको वर्गीकरण पनि हुन सकेको छैन। नेपाललाई चाहिने जति पनि रासायनिक मलहरू विदेशबाट आउँछ, नेपालले कम्पोस्ट मल बनाउन सक्थ्यो। नेपालसँग वन जङ्गल सबै चिजहरू वेस्टेजबाट हामी कम्पोस्ट मल बनाउन सक्थ्यौँ। राज्यको नीति सहज भइदिएको भए त्यहाँनिर पनि त्यति ध्यान भइरहेको छैन। खालि हामी रासायनिक मलमा मात्रै फोकस गरिरहेको छौँ, त्यो पनि एउटा दुर्भाग्य हो। र अर्को कुरा नेपालमा अहिलेसम्म कृषि ऐन पनि बनेको छैन। अब कृषि ऐन नबनिसकेपछि त कसरी कृषि गर्ने, कसरी एक्सपोर्ट गर्ने, कसरी निकासी गर्ने कुराहरू हुन्छ, त्यो कुराहरू पनि त्यो भइरहेको छैन। र तीन तहको सरकारको एउटै तथ्याङ्क एउटै किसिमको कारोबार पनि नेपालमा भइरहेको छैन। राज्य तर्फबाट तीनटा सरकारहरू आफ्नै तरिकाले अनुदान दिने, आफ्नै तरिकाले चल्ने, आफ्नै तरिकाबाट हिँड्दाखेरि कृषिहरू अन्यलमा छ भने जति पनि नेपालका कृषिमा आबद्ध भएका व्यवसायहरूको आजसम्म राज्यसँग तथ्याङ्क पनि छैन। अनि उद्योगमा गएर दर्ता हुन्छ, न त्यो व्यवसायहरूलाई हामीले जिल्लामा जति पनि कृषि ज्ञान केन्द्र छ न त्यहाँ लैएको छ, न प्रदेशका ठाउँमा लैएको छ, न कृषि मन्त्रालय अन्तर्गत कृषि विभागमा लैएको छ। अनि राज्यसँग यथार्थ रूपमा कृषि व्यवसाय उद्यमीहरूको तथ्याङ्क पनि छैन। र राज्यले निकालेका तथ्याङ्कहरू पनि राज्यका जति पनि कृषिका तथ्याङ्कहरू छ त्यो पनि गलत छ जस्तो मलाई लाग्छ। अनुमानको आधारमा, पानीको आधारमा, मौसमको आधारमा अनि पोहोर सालको डाटाको आधारमा चाहिँ एउटा जोड चढान गरेको तथ्याङ्कले गर्दा पनि नेपालहरूको कृषि चाहिँ अन्यलमा र डाटा परक छ कि जस्तो मलाई लाग्छ। त्यसले गर्दा पनि नेपालहरूमा तपाईँले भने जस्तै सम्भावनाहरू हुँदाहुँदै पनि ती चाहिँ कुराहरूमा चाहिँ राज्यको एकद्वार प्रणाली नहुँदा त्यसलाई चाहिँ सफलता राज्यले जुन लिनुपर्ने नेपालको कृषि क्षेत्रबाट हो राज्यले पनि लिन सकेका छैन। अनि जग्गा जमिन भएको मान्छेले लिन सकेका छैन र चाहिँ किसानहरू पनि त्यसमा लाएर सन्तुष्ट नहुने अवस्था चाहिँ यी विविध कारणले भएको छ। यसैमा समीक्षा गरेर सबै कुरा त नहोला, तर चुरो कुराहरू यिनीभित्रै छ जस्तो लाग्छ। यहाँले आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। हस्, हजुरलाई पनि सचेतना मार्फत मलाई पनि यहाँ केही कुराहरू राख्ने अवसर दिनुभएकोमा हजुरहरूको टिमपट्टि पनि म धेरै आभारी छु। नमस्कार। दर्शकवृन्द, आजकै श्रृङ्खलामा हामीले कृषि उद्यमसँग सरोकारित रहेर चाहिँ कुराकानीहरू गऱ्यौँ। विशेष गरी आर्थिक वर्ष 2082-83 को चाहिँ बजेट कतिको कृषि मैत्री छ, साथै नेपालको कृषि क्षेत्र र उद्योगलाई कसरी जोडेर नेपाललाई चाहिँ आत्मनिर्भर बनाउँदै नेपालको अर्थतन्त्रलाई सबल बनाउन सकिएला भन्ने सन्दर्भमा उहाँसँग चाहिँ हामीले कुराकानीहरू गऱ्यौँ। यसै गरी अर्को श्रृङ्खलामा अन्य कुनै विषयवस्तु र अतिथिका साथ उपस्थित हुने बाचा गर्दै आजलाई चाहिँ म लगायत सम्पूर्ण युनिट बिदा माग्न चाहन्छ। नमस्कार।